बालेन शाह आतंककारीको नाइके सुन तेरो लागि हो यो भिडियो है। तैँले होला तैँले काठमाडौँमा अलिकति महसुस हुने गरी आवाज हुने गरी होइन केही काम गरेको होलास् तैँले होइन। तर तैँले यसको प्रचार यसरी गर्दैछस् कि हम काठमाडौँ में फलैचा बनाले भनेर होइन। काठमाडौँको मेयर जस्तो मान्छे होइन तैँले एउटा चाहिँ फलैचा बनाएको चाहिँ तैँले विज्ञापन गर्दैछस् होइन आफ्नो चुनावी क्याम्पेनमा। तँ भनेको पात होस् तँ केही पनि होइनस् है। तँ भनेको एजुकेसनमा हेर्ने हो भने एउटा सी ग्रेडको इन्जिनियर हो है। तैँले आफूलाई स्ट्रक्चर इन्जिनियर भन्छस् होइन। के हामीलाई थाहा छ नि स्ट्रक्चर इन्जिनियर भनेको के हो मजाले थाहा छ है। र ठिकै छ अब सबै चाहिँ एउटा शैक्षिक प्रमाणपत्र सबैको राम्रो हुन्छ भन्ने छैन होइन। अब त्यो पनि अब तेरो चाहिँ 2.8 ग्रेड आयो भने अब त्यसकै आधारमा चाहिँ तँलाई इभ्यालुएट गर्न मिल्दैन होइन। तर तैँले कुनै एउटा स्पेक्ट्याकुलर डिजाइन अथवा एउटा केही उल्लेख्य वाउ भन्नु लागेको काम होइन के गरेको छस् तैँले कतै देखाउन सक्छस् होइन। अब तेरो अर्को विशेषता ऱ्याप है। तँ चाहिँ ऱ्यापर हो भन्ने कुरा चाहिँ कतिजनाले चाहिँ तँ मेयर भएपछि मात्रै थाहा भएको थियो क्या होइन। अथवा तैँले मेयरको क्याम्पेनिङ गरेको बेलामा ल यो चाहिँ ऱ्यापर पनि हो रे है भनेर उ गर्थे होइन। बल्ल थाहा पाएको थिएँ तँ वास्तवमा ऱ्यापर होइनस् होइन। तँ चाहिँ देशलाई सिद्ध्याउने होइन देशको चाहिँ रेपिस्ट होस् तँ ऱ्यापर होइनस् है। र तेरो स्वर पनि वास्तवमै भन्यो भने त्यो कुनै एउटा बच्चाले जस्तामा त्वार मुतेको पिसाब गरेको भन्दा त्यहाँभन्दा उल्लेख्य केही पनि छैन तेरो आवाज है। जे जति तँलाई चाहिँ यो तेरो अनुहार मुखौटा देखाइरहेको छ नि होइन यो तेरो फेक होइन क्लाउन होस् तँ भने है। र तेरो यो क्लाउन रूपी अनुहार होइन तैँले देखाइरहेको छस् नि त्यो होइन सबै फेब्रिकेटेड हो है। चाहे फेसबुक मार्फत होस् चाहे टिकटक मार्फत होस् होइन मजाले फेब्रिकेट गर्न मिल्छ है। मैले हिजो अगाडिदेखि भन्दै आएको छु यो कुरा एकदमै जरुरी छ समाजमा फैलाउनको लागि यसको सचेतना फैलाउनको लागि। फेसबुकमा सोसियल मिडिया प्लेटफर्ममा देखेको भर्चुअल वर्ल्डमा देखेको सबै कुरा रियल हुँदैन है। रियल वर्ल्डसँग म्याच गर्दैन। र तैँले केपी ओलीलाई फेसबुकमा हराएर पुग्दैन यार। तैँले त हारिसकिस् केपी ओलीसँग है। तँ हजुरबाको उमेरको मान्छेसँग त डिबेट गर्न डराइ छैन। तँलाई लाज शरम अलिकति लाग्दैन तैँले भन्न खोजे के एउटै म सेयर गर्दैमा चाहिँ तँ पनि हत्यारा हो भनेर सन्देश जान्छ अरे। अनि के खानलाई एउटा ब्यालेट सेयर गर्छस् त के खानलाई एउटै निर्वाचन क्षेत्र सेयर गर्नु पऱ्यो। त्यो 17,000को हत्यारा होइन त्यो बाबुराम भट्टराई त्योसँग किन कुममा कुम मिलाएर गर्दै त्यो कोप्चे आँखा देखाउँदै चाहिँ फोटो खिच्दै हिँडिरहेछस् त किन कुममा कुम मिलाएर हिँडिरहेछस् होइन। अझ कुरा पनि के आइरहेछ भने तँ पातहरूको पार्टीले चाहिँ होइन बाबुराम भट्टराईलाई राष्ट्रपतिको चाहिँ लागि प्रपोज गर्ने रे। तेरो बाउले वैद्य खाना डुबाएर हिँडे जस्तै तैँले पुरै नेपाल डुबाउनु खोजेको तैँले गर्न खोजेको के हो। अनि तैँले के सोचिस् सबै तेरा भरौटेहरू मात्रै छन् देशभरि सबै तेरा मरिन वर्म्स मात्रै छन् देशभरि हामी छैनौँ। तेरा मरिन वर्म्सहरू तेरा भरौटेहरू सबै पात निस्के भन्दैमा हामी पनि सबै त्यस्तै हुन्छौँ कदापि हुँदैनौँ होइन। तँलाई त पत्ता साफ गरेरै छोड्ने यसपालि होइन। तेरो राजनीतिक यात्रा भनेको यहीँ टुङ्गिन्छ। तँ अलिकति ऱ्यापमा ध्यान दे बरु होइन। ऱ्यापमा अल्गा ध्यान दिस् भने तैँले राम्रो गर्न सक्छस्। लाउरेसँग ट्रेनिङ लिइ होइन। लाउरेसँग ट्रेनिङ लिइसकेपछि होइन तिमीहरू दुईजना ऱ्याप ब्याटलमा आउनु है मसँग एकताल। तिमीहरूसँग ऱ्याप ब्याटल गर्ने ठुलो धोको छ मेरो है। किन तैँले टेक्निकल डिबेटमा होस् चाहे अब टेक्निकल एस्पेक्टमा तैँले कुनै हालतमा पनि जित्न सक्दैनस् होइन मलाई होइन। तैँले पोलिटिकल डिबेटमा पनि होइन केपी ओलीको त कुरा छोडिदे बाबु केपी ओलीको त कुरा छोडिदे मसँग डिबेट गरिस् भने पनि होइन मात्र 30 सेकेन्डमा होइन तँलाई चरबाङ्ग बनाएर होइन तेरो आन्द्रा भुँडी खोतलेर सबै जनताको अगाडि राखिदिन्छु म है। भनेपछि अब केपी ओलीको त कुरा छोडिदे बाबु केपी ओलीलाई 30 सेकेन्ड पनि लाग्दैन 10 सेकेन्ड है 10 सेकेन्ड केपी ओलीको होइन एउटा सर्ट चाहिँ स्नाइपरभन्दा धेरै खतरनाक हुन्छ तेरो लागि होइन। केपी ओलीले एक सर्टमा तँलाई नाङ्गे झार पार्दैन भने होइन म नेपालै छोडेर गइदिन्छु है। तर तँ त एउटा नामर्दो नै रहेछस् यार। तँ त यत्रो उमेरमा आएर पनि त एउटा नालायकै रहेछस् क्या अहिलेसम्म कति वर्ष भइस् 38-40 होइन। यतिसम्म नालायक कि होइन एउटा हजुरबाउको उमेरको मान्छेसँग चाहिँ डिबेट गर्ने तेरो चाहिँ हिम्मत छैन होइन। त्यसले तँ त्यस्तो चोखो पवित्र होइन केपी ओली अब चाहिँ अपवित्र एउटै मन सेयर गर्दाखेरि तँ पनि अपवित्र हुने रे। इलेक्सनमा चाहिँ किन भाग लिन दिएको केपी ओलीलाई होइन। तेरो आफ्नै आमा नै छेके अरे प्रधानमन्त्री होइन। तेरा भरौडेहरू नै छन् गृहमन्त्री श्रीमन्त्री जे भने पनि केपी ओलीलाई रोक्याए भइहाल्थ्यो नि उम्मेदवारी दर्ता नै गर्न नदिए हुन्थ्यो। अथवा केपी ओली चाहिँ 23 गतेको हत्यारा भएको हुनाले यो चाहिँ प्रधानमन्त्रीको दावेदार हुन सक्दैन र यो चाहिँ चुनावमा उठ्नको लागि पनि एलिजिबल छैन भनेर तैँले एक स्ट्याटस हाल्न किन सकिनस्
तैँले फेसबुकमा एउटा स्टेटस मात्रै त्यस्तो लेखेको भए पनि होइन, त्यहाँ हुनसक्छ अब मान्छेहरू चाहिँ सडकमा ओर्लेर भए पनि तँलाई समर्थन गर्थे कि केपी ओली आफ्नो उम्मेदवारी दर्ता गर्न जाँदाखेरि रोक्थे कि जनताहरूले नै बानेर राख्थे कि उम्मेदवारी नै दर्ता गर्न दिँदैन थियो कि तैँले त निर्विरोध जितिस् त भाउ। उम्मेदवारी दर्ता गर्न चाहिँ दिने तैँले तेरो आमाले होइन तेरो चाहिँ कजन ब्रदरहरू को छन् यो उसमा सरकारमा तिनीहरूले उम्मेदवारी दर्ता गर्न चाहिँ मजाले ताली पड्काएर दिने। अनि अहिले चाहिँ एउटै मन सेयर गर्दिन रे। तेरो बाउको बिर्ता हो नेपाल, तेरो बाउले सिंहदरबार वैद्यखाना डुबायो भन्दैमा कि अब तैँले पनि पुरै नेपालै डुबाउनु पर्यो भ्रष्टाचारीको छोरा के सोझ्या त पातले एउटा चस्मा खोलेर आँखा जनतासँग आँखा जुदाएर चाहिँ हेर्ने हिम्मत छैन होइन। अनि चाहिँ यो जनताको माझमा जाँदैन भने गएको छ होइन भिडमबाड देखाएको छ होइन। अब फेक क्राउड देखाएको छ फेरि यसले अब कति बुद्धि सोध्छ है जनताहरूलाई फेक क्राउड होइन एआईबाट ल अनिखेरि बालनको पपुलारिटी भने यो उसले चाहिँ कामबाट जवाफ दिन्छ अरे। तैँले के चाहिँ उल्लेख काम गरिस् भन्दा अहिलेसम्म काठमाडौँ सहरको है काठमाडौँ भने धेरै ठुलो छ यार है। अब यो देश सानो भए पनि तेरो काठमाडौँ जिल्ला भनेको चाहिँ होइन धेरै मानेमा निकै महत्त्वपूर्ण ठाउँ है। त्यस्तो ठाउँको मेयर जस्तो मान्छे त होइन हो केही राम्रो काम गरिस् फोहोरसोहोर उठाइस् होइन सफा राखिस् त्यसको लागि एकदमै धन्यवाद होइन। तर तैँले चाहिँ होइन यहाँ काठमाडौँमा तैँले मेयर लड्दाखेरि के गरिस् तैँले बालेन शाह भनेर लेखिस् होइन राजवंशी शाह होइन त यहाँको जनताको सेन्टिमेन्ट बटुल्नलाई उसले भने पनि थियो होइन केशव विस्थापितले यो त इन्टरनेसनल ठग रहेछ यो होइन यसरी आफ्नो नामै चाहिँ आफ्नो चाहिँ स्वार्थ अनुसार चाहिँ यसले प्रयोग गर्ने रहेछ भनेर भनेको थियो उसले होइन। तर त्यो बेलाको चाहिँ अब के भएको थियो त्यो माहौलै त्यस्तो थियो हुरी नै त्यस्तै चलिरहेको थियो नि त सबैको मती बिग्रिने हुरी चलिरहेको थियो होइन। तँ जस्तो पात पनि झुकेर चाहिँ मेयर भइस् क्या त्यही भएर अनि अलिअलि काम पनि गरेर देखाइस् होइन त्यो देखाउनु नै थियो किनभने अब त्यसकै आधारमा तैँले पुरै नेपाल कब्जा गर्नु थियो नि त होइन। अनि बाटो सफा राखिस् होइन अनि त्यस पछाडि के अरे फल्चा सल्चा बनाइस् अनि त स्ट्रक्चर इन्जिनियर सिभिल इन्जिनियर होइन त तैँले कता किङसोयमै कता चाहिँ एउटा ग्रेनेड ओछ्याएको थिइस् होइन पानी पऱ्यो भने मान्छे चाहिँ फिस्ट भएर चिप्लिने गऱ्यो। मैले त्यही बेला सोचिसकेको थिएँ यो पात कसरी स्ट्रक्चर इन्जिनियर भयो यो पात कसरी सिभिल इन्जिनियर भयो भनेर मैले त्यही बेलामा सोचिसकेको थिएँ होइन। अनि तैँले अब त्यस पछाडि तैँले मधेसमा ओर्लिस् होइन हम मधेसका छाउरा है भन्दै के ओर्ल्याएको नि त होइन। अनि त्यहाँ गएर जनकपुरमा के भाषणमा के भनिस् भने तैँले आफ्नो इन्ट्रोडक्सन दिँदाखेरि बालेन शाह तेली हम मधेसका छाउरा है भनिस् तैँले होइन। अनि त्यसो के भनिस् भने हम पढिले चाहिँ विदेश के कलेज में पढिले हम काठमाडौँले फल्सा बनाले थुक्क पात एउटा फल्सा बनाएको मान्छे होइन क्यापिटल सिटीको मेयर जस्तो मान्छे होइन। क्यापिटल सिटीको मेयरले चुनावी प्रचार कसरी गर्दैछ भने मैले काठमाडौँमा फल्साहरू पनि बनाएको थिएँ त्यही भएर अब म यहाँ के अरे अब तराई बनाउँछु म होइन। तराई बनाउनलाई झर्या अरे ओर्ल्या अरे त होइन र त तराईमै ओर्ली होइन त त्यहाँबाट चाहिँ पाहाड चढेर काठमाडौँ आइज कहिले पनि आई मेक स्योर अफ द्याट है। तिमीहरू जस्ता 2 कौडीको तँ त 2 कौडीको आतङ्ककारीको सरदार भइहालिस् होइन। अनि तेरा आतङ्ककारीहरू है तेरा सबै आतङ्ककारीहरूले चाहिँ टिकट पाएको छन् है रवि ठगी खाने ढोडनाकेको हातबाट होइन। कस्ता कस्ता पातहरूले चाहिँ उम्मेदवारी पाएको छन् भनेर त म चिरफार गर्दै जाने नै छु। चुनाव आउनलाई 35 दिन बाँकी छ होइन। 35 दिनमा मैले चाहिँ पहिला दिनको 5 जनाको हिसाबले जान्छु भन्ने सोचेको थिएँ। अब दिनको 3 जनामा चाहिँ होइन फोकस गर्छु म। तिनीहरूको जन्मकुण्डली निकालेर आन्द्रा भुँडी छरपष्ट गरेर म पब्लिकको अगाडि राखिदिन्छु होइन। एन्ड लेट द पब्लिक डिसाइड हु सुड विन एन्ड हु सुड नट है। र तैँले आफै पनि आतङ्ककारीको नायक होस् होइन। तँलाई त खासमा भन्यो भने पुलिसले खोजी समाएर लगाएर झ्यालखानामा राख्नुपर्ने थियो अथवा इन्काउन्टर गर्नुपर्ने थियो होइन। र तँ नै यो देशको प्रधानमन्त्री हुने भनेर चम्किरहेछस् होइन। अनि तैँले सबै तेरो आतङ्ककारीहरूलाई टिकट दिएछस् तैँले र ढोडनाकेले होइन। सबै आतङ्ककारीहरू आगजनीमा संलग्न भएको आगजनीमा संलग्न भएर देश जलाएर निच्च हाँसेर चाहिँ सेल्फी खिच्नेहरू यिनीहरू भने पनि सबै आतङ्ककारी हुन् होइन। यिनीहरूको स्थान भने चाहिँ चिसो छिँडीमा हो। यिनीहरूलाई त खोजी इन्काउन्टर गर्नुपर्ने ठाउँमा यिनीहरूलाई नै चाहिँ सेक्युरिटी दिएर होइन चुनावमा खडा गरिरहेको छ यार। वाह के हुँदैछ यार यो मेरो देशमा। जनताहरू कति तिमीहरूको गिदी नै छैन कमन सेन्स पनि छैन। जसले जसरी म्यानिपुलेट गर्थ्यो त्यस्तै गरी लाग्ने र फेक पपुलारिटीको पछि लाग्ने। सोच्ने मौका पनि पाउँदैनौ न त पछि के भन्नु अब यति नै हो मेरो भन्नु हस् त।